क्रिस्चियन अभिवादन चाहिँ मैले आज यो छोटो वचन लिएर आएको छु। उपदेशक 3 अध्यायको वचनलाई मलाई आज मेरो जीवनमा मेरो समयले मेरो व्यस्तताले यही उपदेशक 3 अध्यायलाई चाहिँ मेल खाएको मैले बुझेर मैले त्यसैलाई म ल्याउने र तपाईहरु माझ ल्याएर म तपाईहरुको माझ उपस्थिति भएको छु। र यहाँ देखिएको छ प्रत्येक कुराको लागि समय छ, सबै कुराका लागि समय छ र आकाशमुनि सबै कार्य लागेको बेला छ। यो सबै कुराको समय सबै कार्यको बेला। जस्तै आज मेरो जीवन आजको मेरो योजनाले यही समय र यही कार्यको खोजी अथवा मेरो हृदयदेखि अथवा मेरो आजको सोच मेरो योजना आजको मेरो समयले यही समय नै ममा आई परेको रहेछ अथवा यही मेरो कार्य हुनु थिएछ आज। र म आज फेरि पनि क्रिस्चियन अभिवादन जय मसीह भन्छु र म कहिले रुमबाट म ननिस्किने भन्दाखेरि म निस्किन्छु, बाहिर जान्छु। हरेक हप्तामा अब हाम्रो सन्डे सटरडे हाम्रो छुट्टीमा म कहीँ न कहीँ त गएकै हुन्छु, तर म एक्लै चाहिँ म निस्केको थिइनँ। तर म आज एउटा योजनाले म बाहिर निस्केको थिएँ, तर त्यो योजना विफल भयो, त्यो योजना परिवर्तन भयो, त्यो योजना त्यो कार्यहरू सबै परिवर्तन भएर मैले एउटा यो पहिला हामी यहीँ बसेको थियौँ। म पहिला यसैबाट मैले एउटा भिडियो पनि बनाएको थिएँ, र यहाँ पर उयो छ। र यसरी मैले पहिला मैले यसरी भिडियो बनाएको थिएँ। यो सबै यहाँ उयो छ पार्क हो। यो पार्कमा मैले यहाँ साथीहरू पनि छन्। यसरी मैले यहाँ पर एउटा बाटो छ र यतातिर पनि एउटा बाटो छ। यो हाम्रो मार्केट हो डिफल्स। यहाँ परतिर अर्को मार्केट पनि छ। योभन्दा पछाडिपट्टि म ड्युटी गर्छु। योभन्दा ठ्याक्कै अपोजिट पल्लोपट्टि मेरो ड्युटी पोस्ट यतातिर हो। र यो सबै कुराका लागि समय छ र आकाशमुनि सबै कार्यकलापको बेला छ। र आज यही समय र यही बेला आएको छ मेरो। यहाँ वचनमा लेखिएको छ, म आज यो यसरी म युट्युबमा म आउँछु भनेर मैले यो यसरी म बाहिर निस्केको थिइनँ। म अर्कै सोच अर्कै विचारले म बाहिर निस्केको थिएँ। मेरो आज योजना अर्कै थियो, मेरो सोच अर्कै थियो। जो छ त्यो या राम्रो सोच्थ्यो नराम्रो सोच्थ्यो त्यो मलाई थाहा छैन। त्यो एउटा योजना चाहिँ थियो। त्यो योजना चाहिँ परमेश्वर पिताले त्यो सफलता हुन दिनु भएन, किनकि त्यो उहाँलाई मन परेन, या कि त्यो योजना ठिक थिएन, त्यो योजना राम्रो थिएन। र त त्यो योजनालाई परिवर्तन गर्नुभयो र म यहाँ यो ठाउँमा मलाई ल्याउनु भयो। र यो ठाउँबाट मैले केही क्लिप्स मैले सानो भिडियो युट्युबमा म डाउनलोड तपाईहरुमा आज आउनुलाई म तयारी भएको छु। वचनमा लेखिएको छ, जन्मने एउटा समय छ र मर्ने एउटा समय छ, समय रोप्ने एउटा समय छ र उखेल्ने एउटा समय, मार्ने एउटा समय छ र निको पार्ने एउटा समय,
भत्काउने एउटा समय छ र बनाउने एउटा समय, रुने एउटा समय छ र हाँस्ने एउटा समय, शोक गर्ने एउटा समय छ र नाच्ने एउटा समय, ढुङ्गा छोड्ने एउटा समय छ र ती बटुल्ने एउटा समय, अँगाल्ने एउटा समय छ र अलग रहने एउटा समय, खोज्ने एउटा समय छ र छोडिने एउटा समय, राख्ने एउटा समय छ र फाल्ने एउटा समय, च्यात्ने एउटा समय छ र च्यात्ने एउटा समय छ र मर्मत गर्ने एउटा समय, चुप लाग्ने एउटा समय छ र बोल्ने एउटा समय, प्रेम गर्ने एउटा समय छ र घृणा गर्ने एउटा समय, युद्ध गर्ने एउटा समय र मेलमिलाप गर्ने एउटा समय, काम गर्नेले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र। यो वचन पढाइ सुनाइमा आशिष भएको होस् र यो समय यति बलियो हुन्छ कि यति तागतिलो हुन्छ कि समय, हेर्नुहोस् समय यति बलियो हुँदो रहेछ र मैले आज यो समयलाई यति बलवान देखेँ। मेरो एउटा आज समयले मलाई यो यहाँसम्म आइपुगेँ। म एउटा अचम्म भएको छु र म नगएको होइन, त्यो ठाउँसम्म म पुगेँ पनि, त्यो ठाउँसम्म पुगेँ र मलाई किन त्यो कार्यमा मलाई पनि अलिकति राम्रो लागेन र मैले त्यसबाट म पछि हटेँ र समय धेरै छ, म ड्युटी जाने समय त। त्यसैले गर्दाखेरि म यता यो पार्कमा आएर आजको समयलाई तपाईँहरूको माझमा मैले ल्याउने जमर्को गरेको छु। म एउटा स्टाफ फुड टिप्न गएको थिएँ, त्यहाँनिर चाहिँ त्यो एमयु कलेजको एउटा कम्पाउन्डभित्र त्यहाँ धेरै फलहरू छ, फलफलारहरू, आँप, स्टारफ्रुट, अम्बा, यस्तै यो राबुतान भन्ने एउटा यहाँ जुस भएको एउटा फल पनि छ। यहीँ चाहिँ यसैमा छ, यहीँ पनि फल फलिरहेछ। यो बोट चाहिँ त्यो हो, यो यहाँ पनि छ, थुप्रै पुरा फलिरहेछ। मैले पहिला त याद गरेको थिइनँ, अहिले पो म त यसो यहीँ बसेर पनि याद गरिरहेको छु। म यहाँ तपाईँहरूलाई देखाउने छु। यसरी र रम्बुतान भन्ने फल चाहिँ यो हो, रम्बुतान भन्ने फल चाहिँ यो हो। अनि यो यसरी यो एउटा बगैँचामा म आएर बस्छु, त्यहाँ पर अनि यस्तै बगैँचा छ, यस्तै पार्क छ। पार्क चाहिँ त्यो पार्क चाहिँ होइन, त्यो कलेजले चाहिँ त्यो बनाएको, त्यहाँको अब स्कुलले कलेजले त्यो अब यहाँ यो विकसित ठाउँमा, विकसित देशमा हरेक हुन्छन् तिनीहरूमा त्यो गरिराखेको रहेछ। त्यहाँ चाहिँ हामी जतै पनि गएर टिपेर खाने, आँपहरू ल्याउने खाने गर्छौँ। त्यहाँ पोखरी छ, पोखरीमा त्यहाँ हामी खेल्ने गर्छौँ, हेर्ने गर्छौँ। त्योभन्दा पल्लोपट्टितिर छ, अनि त्यतातिर जाने गर्छौँ। तर आज मैले त्यो मैले फ्रुट सधैँ पनि म अस्ति, सधैँ त भन्दा त त्यति त होइन, अस्ति मैले एकपल्ट धेरै ल्याएर, निकै धेरै ल्याएर 4-5 दिनसम्म खाएँ। मलाई त मिठो लाग्छ त्यो फ्रुट। अनि त्यसैको लागि म गएको थिएँ आज प्लास्टिक बोकेर। तर मलाई कहाँ कता मेरो आत्मा, मेरो हृदय मानेन कि यो अर्काले रोपेको, अर्काकोमा फेरि म एक्लै पनि छु। अब सधैँ त साथीहरू हुन्थ्यो र मलाई फेरि एउटा कुरो, कुकुरसँग मलाई डर लाग्ने। यहाँ कुकुरहरू फेरि यस्तो झम्टिन्छ यहाँ, अनि कुकुरहरू छ कि हो भन्दै यो आत्मामा
विश्वासमा कमजोरी भयो भने चाहिँ त्यो हुन्छ। मलाई थाहा छ। ममा विश्वासको कमजोरी भएको चाहिँ होइन, तर पनि मलाई सबैभन्दा धेरै डर लाग्ने चाहिँ यो सर्प अनि यो कुकुर। यी कुराहरूबाट चाहिँ मलाई डर लाग्छ। यो कुकुर र सर्पसँग चाहिँ मैले भोगेको छु र मलाई सर्पले डसेको त छैन, कुकुरले मलाई टारेको त छैन, र पनि मैले भोगेको छु ती कुराहरू। त्यसैले गर्दा मलाई ती कुकुर र सर्पहरूसँग अलिक डर लाग्छ। मलेसियामा फेरि यो रुखमा हुन्छ भन्छ, तर मैले यसम्म देखेको त छैन। अनि यसै उसमा चाहिँ म त्यहाँ स्टाफ फुड टिप्न गएको थिएँ। म परसम्म एउटा पोखरीसम्म पुगेँ। त्यहाँदेखि उसले उकालो छोड्नुपर्छ, त्यहाँदेखि अलिक पर गएपछि त्यो पाउँछ। त्यो म त्यो अटोमेटिक एउटा समय यो उपदेशकको 3 अध्यायको मलाई त्यसमा याद आयो कि एउटा समय हुन्छ भन्ने चाहिँ मलाई कहाँबाट त्यो मन आयो। त्यही भएर सबै कुराको समय छ, सबै कुराको टिप्ने, खाने, बस्नेको समय हुन्छ। आज त समय होइन रहेछ, किनकि मेरो भित्र हृदय आत्मा माने थिएन। मेरो आत्मा नमानेकोले गर्दाखेरि आजको चाहिँ समय अलि अर्कै छ है भन्ने मेरो त्यो मनमा गएपछि म क्यान्सल गरेर म यतातिर आएर म यहाँ चाहिँ बसेर हजुरको माझ यो मैले अघि वचन त मैले पढाएर सुनाइहालेँ। सबै कुराको समयले नै आज मलाई त्यो ती कुराहरूबाट मलाई पछाडि सर्नु परेको छ। र सबै कुराको समय हुन्छ, र टिप्नु, खानु, घुम्नु, बस्नु अनि हाँस्नु, रुनु सबै कुराको समय नै छ, समय हुन्छ। ती समयलाई हामीले सदुपयोग गर्नु सक्नुपर्छ। त्यो समयलाई कुन बेला र कसरी सदुपयोग गर्नुपर्छ त्यो पनि सबै चाहिँ उहाँ प्रभु येशू ख्रीष्टको अनुग्रहले, उहाँको कृपाले मात्रै हुने हो। उहाँको कृपा थिएन, उहाँको अनुग्रह थिएन भने यी कुरा समय मात्रै भनेर हुँदैन। उहाँले समय तोकिदिनुपर्छ। प्रभु येशू ख्रीष्टले समय तोकिदिनुपर्छ, समय दिनुपर्छ, अनि हरेक कुराको काम सारा सफलता हुन्छ। हामीमा आइपरेको सारा समस्याहरू, हामी परेको बाधा विरोधहरू, हामीमा आइपर्ने अवरोधहरू, ती कुराहरूमा पनि सबै कुरामा त्यो समय नै छ। त्यो प्रभु येशू ख्रीष्टले नै हामीलाई समय दिनुभएको छ कि छैन त्यो हामीले बुझ्नुपर्ने हुन्छ। त्यसैले मैले आज प्रभु येशू ख्रीष्टले मलाई समय दिनुभएको थियो, त्यो नटिप्ने, नखाने आज समय दिनुभएको। त्यसैले गर्दा आज मैले त्यो टिप्न सकिनँ। म सबै कुरा आजको दिनलाई तपाईँहरूको हातमा, तपाईँहरूको माझमा ल्याउँदै म मेरो युट्युब च्यानललाई पनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोस् भनी म हजुरहरूसँग म विनम्र अनुरोध गर्दछु। वचन पढाइ, वचन सुनाइमा हजुरहरू अनि साथै मलाई पनि आशिष भएको होस् भन्दै तपाईँहरूसँग फेरि पनि प्रभु येशू ख्रीष्टको नाममा जय मसीह।